नयाँ अपडेट आएको छ। अब हालसाबिक गर्न अनिवार्य छैन। हो, तपाईले सही सुन्नुभयो। अब हामीलाई हालसाबिकको झन्झटबाट छुटकारा मिलेको छ। के हो नयाँ नियम, कस्तो असर पर्छ, सबै जानकारी आजको यो भिडियोमा, त्यसैले अन्त्यसम्म हेर्नुहोस्। हालसाबिक भनेको के हो? पहिला हालसाबिक भनेको पुरानो पालिकाको नामबाट नयाँ पालिकाको नाममा जमिन रेकर्ड अपडेट गर्ने प्रक्रिया हो। सरकारले यसलाई अनिवार्य बनेको थियो। नयाँ अपडेट के छ? अब सरकारले स्पष्ट गरेको छ कि हालसाबिक अनिवार्य छैन। यो भनेको यदि तपाईको जग्गा रेकर्ड पुरानै नाममा छ भने पनि कुनै समस्या छैन। तपाईले जब आवश्यक पर्छ तब मात्र हालसाबिक गर्न सक्नुहुन्छ। यसको प्रभाव के हुन सक्छ? जो गर्न चाहनुहुन्छ गर्न सक्नुहुन्छ, जसलाई गर्न चाहनुहुँदैन त्यसलाई कम्पलसरी छैन। नयाँ किनबेचमा असर हुन सक्छ, तर कानुनी रूपमा हजुरलाई फरक पर्दैन। यो जानकारी महत्त्वपूर्ण छ। तपाईका साथीभाइ आफन्तहरूलाई यस बारेमा थाहा हुनुपर्छ। त्यसैले यस भिडियोलाई लाइक, शेयर र कमेन्ट गर्न नबिर्सनुहोला। थप जानकारीको लागि यो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। धन्यवाद।